हेलो एभ्रिवान, स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म कटहरको सब्जी बनाउन लागेको। फर्स्टमा चाहिँ कटहरलाई छिले बोक्रा अनि यसलाई पिस पिस गरेर सानो पिसमा काटे। यतिको भइसकेपछि चाहिँ पिस्ने ठिक्कै हुन्छ। अनि म लागे उम्लेको पानीमा बोइल गर्न। बोइल गर्दाखेरि चाहिँ मैले हल्का नुन र बेसार पनि राखिदिएको है त। बेसार चाहिँ कलरको लागि अनि नुन चाहिँ छिटो पाक्छ भनेर। यतिको पाकिसकेपछि म उता लाग्छु पकाउनको लागि। तेल राखिसकेपछि प्याज राखिदिने। प्याज राखेपछि चाहिँ रातो भएपछि चाहिँ त्यही बोइल गरेको कटहर राखिदिने। त्यसपछि धेरै भुटे अनि यतिको भएपछि चाहिँ टमाटर राखिदिए अनि मसला खुर्सानीको पेस्ट पनि राखिदिए। यतिको राम्रो मिठो होला जस्तो बास्ना चाहिँ यस्तो महँगो आइरहेको थियो कि। अनि उता रेडी हुन लाग्यो। यो चाहिँ सबैलाई मन पर्छ भन्ने छैन, कसैलाई चाहिँ बास्ना पनि मन पर्दैन रे यसको। अनि मैले राखिदिएँ धनिया अनि हाम्रो रेडी भइसक्यो। हल्का मैले चाहिँ ग्रेभी बनाएको कि भातसँग खानु पर्यो नि त। भिडियो अन्तिमसम्म हेरेकोमा धन्यवाद एन्ड बाई।